नमस्कार। के नेपालमा राजतन्त्र फेरि फर्किँदैछ? आजकल सडकमा यही नारा निकै गुन्जिरहेको छ। आजको यो विश्लेषणमा हामी यही विषयको गहिराईमा पुग्नेछौँ। शाहवंशीको इतिहासदेखि लिएर राजतन्त्रको अन्त्य र अहिले फेरि यसको पुनरागमनको सम्भावनासम्म। हो, यो भनाइले अहिलेको आन्दोलनको भावनालाई ठ्याक्कै समातेको छ। देखिन्छ नि, धेरै मानिसहरूमा एक किसिमको निराशा छ र यही निराशाले नेपालको राजनीतिक भविष्यमाथि नै एउटा ठूलो प्रश्न खडा गरेको छ। ल, अब लागौँ आजको हाम्रो यात्रामा। सुरुमा हामी अहिलेको अवस्था कस्तो छ त्यो हेर्नेछौँ। त्यसपछि शाहवंशको उदय कसरी भयो, उनीहरूको योगदान के रह्यो अनि राजतन्त्रको अन्त्यसम्मको कहानी केलाउनेछौँ। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के सिंहासनमा फेरि कोही फर्किएला त? यो बहसमा पनि हामी छिर्नेछौँ। हो, पछिल्ला केही महिना यता नेपालका सडकहरू साँच्चीकै तातेका छन्। तर यो आक्रोश कुनै एकजना नेता वा पार्टीप्रति मात्र होइन है, यो त पुरै राजनीतिक प्रणालीप्रति नै लक्षित देखिन्छ। यसले कति गहिरो निराशा छ भन्ने कुरा प्रश्न पार्छ। र यो आन्दोलन पहिलेका आन्दोलनहरूभन्दा अलि फरक छ। यसलाई कतिले जेन जी आन्दोलन पनि भनिरहेका छन्, किनभने यो आक्रोश कुनै एउटा दल वा अर्को दलमा मात्रै सीमित छैन। भ्रष्टाचार र असमानताबाट वाक्क भएका मानिसहरूले गणतन्त्र आएपछिका सबै प्रमुख शक्तिहरूलाई एकै ठाउँमा राखेर प्रश्न गरिरहेका छन्। तर यो असन्तुष्टिको जड कहाँ छ त? यो बुझ्नको लागि हामीले अलिकति समयमै पछाडि फर्कनुपर्छ। लगभग 250 वर्ष पछाडि, जब आधुनिक नेपालको जग बस्दै थियो। हो, उहाँको एउटै लक्ष्य थियो, एउटा शक्तिशाली एकीकृत अधिराज्य बनाउने। र यही महत्त्वाकांक्षाले नै आजको नेपालको नक्सा कोर्न सुरु गर्यो। यो टाइमलाइन हेर्दा नेपालको शासन व्यवस्थाको यात्रा कति उतार चढावपूर्ण रहेछ भन्ने देखिन्छ, हैन त? निरङ्कुश राजतन्त्रबाट सुरु भएर राणा शासनको लामो कालखण्ड, त्यसपछि संवैधानिक राजतन्त्र र अन्ततः अहिलेको गणतन्त्रसम्म यो यात्रा साँच्चै लामो छ। शाहवंशको लगभग 240 वर्ष लामो शासन, यसले देशमा एउटा गहिरो र निकै जटिल विरासत छोडेको छ। यसका राम्रा र नराम्रा दुवै पक्ष छन्। अब योगदानको कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण त राष्ट्रिय एकीकरण नै हो। छरिएर रहेका साना साना राज्यहरूलाई जोडेर एउटा आधुनिक नेपाल बनाउनु चान्सुने कुरा थिएन। त्यति मात्र होइन, त्यो बेला दक्षिणमा ब्रिटिस साम्राज्य फैलिरहेको थियो, होइन र? हो, त्यस्तो बेला नेपालको सार्वभौमिकता जोगाउनु पनि शाहवंशको ठूलो योगदान मानिन्छ। तर बीचमा एउटा लामो समय आयो, 104 वर्षको, जसलाई हामी राणा शासन भन्छौं। यो बेला राजा त थिए, तर नाम मात्रका। सक्कली शक्ति चाहिँ राणाहरूको हातमा थियो। हो, यही लामो राजनीतिक खिचातानीले राजा, शक्ति र जनताबीचको सम्बन्धलाई नै परिवर्तन गरिदियो। ल, अब अलिकति छिटो अगाडि बढौँ। 21औं शताब्दीको सुरुवाती दिनहरूमा, जहाँ 240 वर्ष पुरानो राजतन्त्रको जग एकाएक हल्लिन थाल्यो र छिटै ढल्यो पनि। हेर्नुहोस् त, यी घटनाहरू एकपछि अर्को गर्दै आए। पहिले दरबार हत्याकाण्ड, जसले जनताको विश्वासमा ठूलो चोट पुर्यायो। त्यसपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, अनि राजनीतिक दलहरू र माओवादी एक ठाउँमा आए। अन्ततः 19 दिने जनआन्दोलन। यी सबै मिलेर एउटा यस्तो आँधीबेहरी सिर्जना भयो जसले राजतन्त्रलाई उडायो। र त्यही आँधीको परिणाम थियो यो दिन, जेठ 15, 2065। नवनिर्वाचित संविधान सभाले औपचारिक रूपमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। नेपालको इतिहासमा 2 शताब्दीभन्दा लामो राजतन्त्रको अध्याय त्यही समाप्त भयो। गणतन्त्र आउँदा आशा त ठूलै थियो, अब देशमा स्थिरता आउँछ, समृद्धि छाउँछ भन्ने। तर वास्तविकता भने निकै चुनौतीपूर्ण रह्यो। यो राजनीतिक अस्थिरता कति छ भनेर बुझ्न यो एउटा आँकडा नै काफी छ। 2008मा राजतन्त्र हटेपछि अहिलेसम्म देशले 12 जना भन्दा बढी प्रधानमन्त्री देखिसक्यो। यसले के देखाउँछ भने कुनै पनि सरकारले स्थिर भएर काम गर्नै पाएन। राजनीतिक अस्थिरता मात्रै होइन, व्यापक भ्रष्टाचार, सुस्त आर्थिक वृद्धि अनि युवा बेरोजगारी जस्ता समस्याहरूले गर्दा मानिसहरूमा निराशा बढ्दै गएको छ। हो, यही निराशाको खाली ठाउँमा नै बरु राजतन्त्र नै ठिक थियो कि भन्ने जस्ता आवाजहरूले ठाउँ पाएका हुन्। अब यो आर्थिक अवस्थालाई हेरौँ न। नेपालको प्रति व्यक्ति आय र विश्वको औसत आयमा कत्रो खाडल छ।
हो, यही आर्थिक असमानता र विकासको सुस्त गतिले नै आम मानिसको चिन्ता बढाएको हो। यी सबै कुराले हामीलाई फेरि आजकै दिनमा र त्यही मूल बहसमा ल्याइ पुर्याउँछ कि साँच्चै राजतन्त्र फर्काउँदा नेपालका समस्याहरू समाधान होलान् त? खासमा यो बहस दुई फरक शासन प्रणालीको हो। एकातिर राजतन्त्र छ जहाँ कानून बनाउने अधिकार राजामा हुन्छ र उनी जनताप्रति जवाफदेही हुँदैनन्। अर्कोतिर प्रजातन्त्र जहाँ जनताले चुनेका प्रतिनिधिले कानून बनाउँछन् र उनीहरू जनताप्रति नै जवाफदेही हुनुपर्छ। राजतन्त्र फर्काउनुपर्छ भन्नेहरूको तर्क के छ भने राजा राष्ट्रिय एकताको प्रतीक बन्न सक्छन्। उनीहरूको विचारमा राजाले भ्रष्ट राजनीतिक दलहरूलाई नियन्त्रण गर्न सक्छन् र देशमा राजनीतिक स्थिरता ल्याउन सक्छन्। अहिलेको व्यवस्थामा यही कुराको कमी भएको उनीहरूको बुझाइ छ। हो, यो भनाइले राजतन्त्र समर्थकहरूको भावनालाई राम्ररी देखाउँछ। यो माग कुनै व्यक्ति विशेषको लागि भन्दा पनि देशको वर्तमान अवस्थाको विकल्पको खोजी हो भन्ने उनीहरूको तर्क छ। आखिरमा नेपाल अहिले एउटा महत्त्वपूर्ण दोबाटोमा उभिएको छ। अब प्रश्न यो हो कि राजतन्त्र पुनर्स्थापनाको यो माग के नेपालको समस्याको समाधान हो वा गणतन्त्रले आफ्ना वाचाहरू पूरा गर्न नसकेको एउटा लक्षण मात्र हो? यसले रोज्ने बाटोले आउने पुस्ताको भविष्य निर्धारण गर्नेछ। यो विश्लेषणमा हामी सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। अब नेपालको भविष्यबारे यहाँहरूको के विचार छ? के राजतन्त्र फर्किएला वा गणतन्त्र नै सुध्रिएला? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोला। यस्तै गहिरो विश्लेषणहरूका लागि लाइक र सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है।